हेलो नमस्ते सम्पूर्णलाई। आज चाहिँ एउटा नयाँ खुसीको खबर छ है। अब चाहिँ मलेसियामा चाहिँ हैन सेक्युरिटी गार्डको लागि पनि खोलिसकेको छ हैन। सेक्युरिटी गार्ड प्लस केमा अनि यो प्लान्टेसनमा यो दुईटामा चाहिँ मलेसियाले पुरा ओपन गरिसकेको छ हैन। त्यसको लागि चाहिँ अब सबैजना नेपालीहरु विदेशमा मलेसियामा आउनेहरु चाहिँ एकदम ह्यापी भएर खुसी भएर आउनु होला है त सबैजना। अबदेखि चाहिँ मलेसिया मस्तले खोलिसक्यो। कम्पनी लाइनमा चाहिँ हैन है, फेरि कम्पनीको चाहिँ खोलेको छैन। अहिले चाहिँ बिस्तारै खोल्दैछ। कम्पनीको पनि अब बिस्तारै खुल्छ होला पछि हैन। अहिले चाहिँ प्लान्टेसन र सेक्युरिटी उसको लागि मात्रै खोलेको छ हैन। सेक्युरिटीमा आउने भने सम्पूर्णलाई हैन एकदम राम्रोसँग हैन हेरेर विचार गरेर हैन एकदम आउनु होला हैन। नत्र भन्दै फेरि भोलिपछि फेरि अब 1700 1800 1900 स्यालेरी भनेर फेरि झिङरिङै पार्देला है साथी हो। अलि राम्रोसँग विचार गरेर आउनुस् हैन। यस सेक्युरिटीमा राम्रै छ। कम्पनीले अब 1700 अलि बेसिक बनाइदिएको छ हैन। 1700 बेसिकले दिए भने चाहिँ राम्रो एकदम दामी हो हैन। अब कुनैले दिदैन 2200 दिन्छ हैन। हो त्यस्तोहरु छ हैन। पहिला सोधेर उहीबाट आउने बेलामा फिक्स कति हो स्यालेरी कति घण्टा ड्युटी हो भनेर ठक्क फिक्स गरेर सर्लक्क पारेर आउन होला है साथी हो। ल है त यही हो अहिलेको आजको हाम्रो नयाँ सूचना हैन। तपाईहरुको लागि विदेशमा आउनेहरुको लागि एकदम खुसीको खबर यो चाहिँ। ल आउने इच्छुकहरुले अब भट्टाभट मेन पावरमा गएर अब कता डिमान्ड कता राम्रो डिमान्डहरु छ हैन। मस्तले खोजेर मजाले आउनु होला है त। ल त यति भन्दै आजको चाहिँ यो भिडियो यति नै हैन। फेरि अर्को भिडियोमा फेरि भेट्ने नै छौं। हस्त ल त बाइ बाइ।